Hello guys, how are you? Welcome to my channel after a long time, है. And आज चाहिँ नि हामी घर बादल पारीको भन्ने सुटमा छौँ अनि रेडी भइसकिसके. मैले पानी पनि बोकेर हिँडिरहेको छु. हामी चाहिँ एउटा लोकेसनमा छौँ. यो साइडबाट चाहिँ लाइट कस्तो राम्रो आयो है. सो लोकेसनमा छौँ हामी अनि मैले चाहिँ एउटा वर्षाको क्यारेक्टरमा प्ले गरिरहेको छु यहाँ घर बादल पारीमा. ओ माय गॉड, के भएको लु. वर्षाको क्यारेक्टरमा गरिरहेको छु. दादाहरू चाहिँ त्यता बसिरहनु भएको छ, वेट गरिरहनु भएको छ. सो लेट्स गो. चाहिँ रेडी भइसकिसकेको छु हाम्रो घर बादल पारीको सुटिङको लागि. ड्रेस रहेको छ. उहाँ अलि बिजी हुनुहुन्छ कि कहिलेकाहीँ ऊ हुन्न होइन, कहिलेकाहीँ 3 दिन हेरिदिनु पनि हुन्न होइन, कामको विशेषले गर्दा तपाईँ हाम्रो अड्डै भन्नुहुन्छ. This is my dress for today. घर बादल पारी. मिनी झर्ना रहेछ नि त. सी मिनी झर्ना. जम मिनी झर्नामा अब कता ठुलो छ झर्ना. पौडी खेल्न भए आउनु है गाइस तपाईँहरू. यहाँबाट यता कमिलाहरूको लागि स्विमिङ पुल हुन्छ यता. यहाँ यो राख्यो भने त मेरो लागि त यो उनी हुन्छ त हौ. फ्रिजमा राखेर जस्तो हुन्छ त. ल मैले चाहिँ अब यो एकछिनको लागि यहाँ राख्छु. मैले चाहिँ यो एकछिनको लागि यहाँ राखेको छु. मेरो पानी चिसो होस् भनेर हामी एउटा सिन सकाएर आउँछौँ. त्यसपछि यो पानीको बोतल चाहिँ पानी खानुपर्छ. कस्तो छ ट्राई गर्नुपर्छ है. यहाँ हुनुहुन्छ हाम्रो प्रोड्युसर सर, हाम्रो पवनजी हुनुहुन्छ. डोको बोकेर आउनु भएको छ. डोको कसको लागि होला सर? हजुरकै लागि हो म्याम. ए मै त रहेछ डोको त. पुलिसले कराइरहनु भएको. लेट्स गो गाइस. यहाँ चाहिँ सबैजना हाम्रो टिमै बसिरहनु भएको छ. के भइरहेछ यहाँ? के भइरहेछ यता? सुर्ती मार्दा मार्दै गयो जोवाना. ए मार्नु न सुर्ती चाहिँ. यहाँ त सुर्ती पो मारिरहनु भएको छ. ठिकै छ. हाम्रो अन्सारी दाई उहाँ क्यामेरा फिक्स गर्दै हुनुहुन्छ. भर्खरै मेरो चाहिँ नि सिन भइसक्यो होइन. प्लस 1-1.5 घन्टा पनि बेसी भइसक्यो. सो हाम्रो चाहिँ यहाँ ग्लुकोज छ. दादाले ग्लुकोज ल्याउनु भएको रहेछ. पानीको बोतल यहीँ छ है. यहाँ छ पानी ग्लुकोज. यता पुरै भिजिसकेको छ. आहा कति चिसो भएको पानी. मेरो चप्पल पनि चुक्यो. ल हे सो मैले चाहिँ नि यहाँ ग्लुकोज हालिसकेँ. सी ग्लुकोज पानी छ यहाँ चाहिँ है. कलममा राखेर चिसो भयो होला. लेट्स ट्राई इट आउट. कस्तो रिफ्रेसिङ भएको छ यो पानी. सुटको बेलामा अब फ्रिज कता हुनु. यस्तो ठाउँमा कहाँ छ फ्रिज कि पानीको बोतल ल्याउने एन्ड देन यस्तो खोलाहरूमा राखिदिने. दिस इज स्मल ह्याक फर यु अल होइन. हजुर कहीँ ट्राभल गरिरहनु भएको छ, कहीँ के छ भने कतै क्याम्पिङ गरेर बसिरहनु भएको छ भने गर्मी टाइममा यो आइडिया युज गर्दा हुन्छ है. ग्लुकोज हाल्यो. कस्तो फ्रेसफुल भयो मलाई यो खाँदा नि. स्वर्ग पुग्न लाग्यो जस्तो फिल भएको छ मलाई. चप्पल चुट्टेको अवस्था छ है. यस्तो चप्पल यस्तो भएको अवस्था छ. आई डोन्ट नो अब यो चुट्टेको चप्पल लिएर म कसरी सुट गर्ने होला. नेक्स्ट कुरा गाइस, आज हाम्रो यो गोपाल दाइको स्टुडियोमा एउटा होइन 2टा होइन सायद 3टा कि 4वटा को सुटिङ हुँदैछ. सो हामी भयौँ एन्ड देन अलिपछि हजुरहरूलाई भनौँ न अरू चाहिँ नि करण अर्जुन पनि छ अनि अरू पनि छ. हजुर हस्. र म भने चाहिँ आज 2टामै छु. हाम्रो घर बादल पारीको यो र करण अर्जुनमा पनि छु. धन्यवाद. एउटै लोकेसन भएर सजिलो भएको छ आज सुट गर्न मलाई चाहिँ. थ्याङ्क गड गाइस. सो भर्खरै चाहिँ नि मेरो यो घर बादल पारीको सुटिङ एकैछिनको लागि 1 आवरको लागि स्टप भएको छ. अब धन्य एउटै स्पट परेर सजिलो भएको छ. ड्रेस चेन्ज गरेर
अब कताबाट ड्रेस चेन्ज गरेर सिन्दुर लगाएर बाचामा जाने अब मेरो। ओके गाइस, मैले चाहिँ मेरो आफ्नो ड्रेस चेन्ज गरिसकेँ। अब चाहिँ नि बाचामा जाँदैछु। के भइरहेछ यहाँ? हेलो, ए हाम्रो निकिसा के अरे हजुरको नाम नितु शेर्पा। नमस्ते, हजुरलाई स्वागत छ मेरो युट्युब च्यानलमा। सेम मेरो हजुरलाई पनि मेरो च्यानलमा स्वागत छ। नमस्ते, म कमला श्रेष्ठ केसी। अनि म चाहिँ नियुक्ति शेर्पा। हाम्रो च्यानल सब्सक्राइब गरिदिनु है ल। ओके, के छ च्यानलको नाम? नियुक्ति शेर्पा। तपाईँको? मेरो सिन्धु अफिसियल। ओके, नमस्ते। तिमी मेरो कुरा बुझ्ने कोसिस गर न। हामीले खाएका ती बाचाहरू, हामीले सँगै बिताएका ती पलहरू अब तिमीले बिर्सनै पर्छ के। पास सर कान्छी हट त। अर्की आइसक्यो सिन्दुर लाएर। हेलो। ल बसाउ न, कहाँ हिँडिरा? होइन उसको छोडिदिनु सिउ मात्र। वहाँ मेरो बुढा, उहाँको एक्स गर्लफ्रेन्ड र म उहाँको वाइफ। कृष्ण दाई। अब के गर्नु, उहाँको त मेरो त बिहे भइहाल्यो। अब के भन्नुहुन्छ? अब के गर्नु, अर्को मुर्गी ल्याएको छ। मैले हिजो पनि भनिदिएको छु। केक हुन लगाएको छ ल। प्यारी समझ गई। एक्सन। अब तिमीले नयाँ जीवन सुरु। पहिले पनि यसलाई कान्छी बनाउन लागिसक्यो। सधैँ यस्तो त परवास। मैले टिका नभएर सिन्दुरलाई नै मैले टिका बनाएर लगाएँ। ल अनि म चाहिँ नि आहा कति शीतल भयो। जुगा हो हैन त? खोइ मेरो कपाल चाहिँ के गरेको? Hello Juga. Good afternoon. Hello Juga. How are you? Where are you now? May I see you? Hello Juga. खोइ यो यस्तै छ। Juga. Juga. यस्तो हुन्छ होला। खै जुगा वै जुगा Juga, alright. हाम्रो Juga जुगा खोज्ने मान्छे on the spot हरायो। के बोले भाइ? अब के कता गयो? गायब भयो। Juga. ठाउँको ठाउँ गायब भयो। स्वर जान्छ र बल्ल बल्ल खेरि जुगा फाइनली जुगा भेटाउनु। गाइस हामी भेट भइसक्यो। हामी टिकटक बनाउन लागेको छौँ। वनरमा कतै बाँकी छ त्यो गरिएर हेरी गर्नुपर्छ। 3 वर्षमा हो। यत्रोजनाले भ्लग बनाएको छ। धेरै त भन्ने 10 लाखको अन्त भाइरल भयो। धेरै त भन्ने 10 लाखको अन्त भाइरल भयो। ल गाइस 10 लाख पुग्नु पर्यो भिडियो है। ओके पास। के छ हजुर के भन्नुहुन्छ? 10 लाख 1 ओके 10 लाख 2 10 लाख 3 अब के छ? किन अब यहाँ 5 तिर पुगेपछि मात्र 5 हो। 10 लाख 3 10 लाख 5 ल मिटर चढिराख रे। उनकी इनको पार्ट मिटर चढ्या हो। ल 10 लाख गाइस 10 लाख 10 10 लाख तपाईं पनि ल गाइस कसरी बनाइ त यो? यहाँ चाहिँ नि घरमा रियल बुढीले गाली गर्नुहुन्छ भनेर हाम्रो दाइ चाहिँ जाऊ न तिमी लिएर उहाँ भाउजूको लागि भनेर यहाँ भिडियो प्रुफ बनाउन लागिरहनु भएको छ। एउटा सिन रहेछ कि यहाँनिर चाहिँ लिपस्टिक देख्नु पर्ने थिएन। अनि यहाँ चाहिँ भएन।
अझै भएको छैन देखिनु पनि घरमा आएर चाहिँ प्रकृतिले शङ्का गर्नुपर्ने टाइपको रहेछ त्यसको लागि बनाएको हो श्रीमतीजी म एकदम निर्दोष छु निर्दोष छु मलाई केही दोष छैन मेरो केही गल्ती छैन मलाई यो सब गर्न उसकाउने मान्छे उहाँ हुनुहुन्छ र म निर्दोष छु है मलाई के पनि थाहा छैन हेर्नु म त यहाँ यस्तो गर्ने भनेर म त मैले त सिकाएको मात्रै हो है आइडिया त उहाँहरूको हो है ल के भन्न चाहनुहुन्छ हजुर यो टपिकमा कुन टपिक थियो यही हाइट पनि पुग्दैन तपाईँलाई म तपाईँलाई यही भन्न चाहन्छु बिहान बिहान दुधसँग कम्प्लेन या भिवा खानुहोस् अनि त्यसपछि मेरो हाइटको बनाएर आउनुहोस् त्यसपछि तपाईँसँग कुरा गरौँला बाल कलाकारसँग खासै त्यति बोल्दिनँ अबे जल्दी बोल कल सुबह पनवेल निकल इतनी बेइज्जत गजब बेइज्जती है बडे हरामी हो बेटा मेरो कस्तो अब खिच्ने बाल कलाकारी उहाँ हाम्रो भाइ कति वर्ष भाइ 16 वर्ष स्कुल जाने भनेर त खिच्न आउनु भएको छ त्यसैले बाल कलाकारलाई लिएर म के अगाडि बढ्छु भन्ने एउटा धैर्यताका साथ हिँडिरहेको छु बिचारा मानी कस्तो रुन मन डोन्ट फर्गेट टु लाइक सब्सक्राइब एन्ड शेयर दिस भिडियो and don't forget to press on bell icon so you will get every notification of this vlog and comment also because my English is very low so sometimes I need to forget this thing okay love you guys wow यतिको भएपछि त के भन्नु है सर नमस्ते हाम्रो उहाँलाई मन पराउनु हुनेहरुले लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला जहाँ जहाँ पुग्नु हुन्छ उहाँले आफ्नो भिडियो बनाइराख्नु हुन्छ ताकि हामी कति मुड अफमा हुने उहाँको भिडियोहरु कहिले फ्रेश पनि हुन्छ त्यसको लागि चाहिँ हजुरले यो च्यानललाई हजुरको नाम नियुक्ति शेर्पा अफिसियलमा लाइक कमेन्ट शेयर सब्स्क्राइब साथै घन्टी पनि बजाउनु फेरि घन्टी भनेर रवि लामिछाने घन्टी हैन यो युट्युबको घन्टी बजाउनु होला हो ल ओके अब यहाँ हुँदैछ है हाम्रो प्रिपरेसन अनि ठ्याक्क थाहा पाउला नि त त्यो त जिन्दगीमा सिधा सादा शरीर मान्छेलाई मैलाको भयो देख्न उयो हल्का त्यसलाई चाहिँ माथि गरेर थोरै आर्टिस्ट लिफ्ट लाग्यो भनेर नि मजा दिनुपर्छ धेरै नगर ओके गाइज मेरो एउटा सिन सकिसकेको छ यहाँ बाचामा अनि मेरो बुढा प्रवासले मलाई नभनिकन उसको एक्स गर्लफ्रेन्डसँग भेटेको छ म श्रीमतीलाई कति पीडा भयो मेरो बुढाको टी सर्टमा पराई औरतको मुखको लिपस्टिकको दाम देख्न पाउँदा कस्तो धरी धरी रुन मन लागिरहेछ आँसु नै आएन र मात्रै हो समझ रहे हो ना आँसु नै आएन र मात्रै हो म कति रुन्छु मेरो बाछाको सक्यो अब फेरि भेट्छु होइन म ड्रेस चेन्ज गरेर आउँछु मेरो बेबी मसँग खानेकुरा छ मेरो के हो सो गाइस यहाँ चाहिँ अर्को सिरियलको सुटिङ भइरहेछ दुईजना ए उता पो रहेछ ओके म चाहिँ अब ड्रेस चेन्ज गर्छु अनि उहाँलाई खानिदिन्छु अरे हेलो ल हामीसँग मनेका पनि आइसक्नु भएको छ हाई कतिखेर आएको म एकछिन भयो आएर मेकअप गरिदिन्छु यहाँ ए ल ओके कहाँ हुँदैछ यही अगाडि घरमा माथि रुममा भइरहेछ अनि दिदी ठिक छ भाइ अरू के छ त एकदम बढ़िया छ बढिया चल रहा है सब मजे मजे से मजा कर रहे हैं ओके बैक टु माई अनदर लुक घर बादल पारीको होइन यहाँ चाहिँ चप्पल चुडाउनु पर्ने सिन थियो बादल भर्खर चप्पल चुडाइरहेको छ गाइज म चाहिँ नि यता ब्याक भइसकेँ अनि हाम्रो चाहिँ दादाले यहाँ नास्पाती झार्नु भएको छ नास्पाती झार्दैन कस्तो फेरि खानु है एउटाको मुखभित्र छ त्यहाँ अब बोल्नुहुन्छ कि खानुहुन्छ अब हामी खान्छौँ है कसरी आदि पार्नु त त्यो पुसेर खानु धोइसकेको छ धोएर ल्याऊ दुले छैन काम छैन आदि आदि हजुर आदि त पनि पर्दैन म खान्न हेर्नु न फेरि
सुटिङ स्पोर्टमा हामी चाहिँ यो नास्पाती खान ला हो सुटिङ स्पोर्टमा हामी चाहिँ सुटिङ स्पोर्टमा हामी चाहिँ नास्पाती खान ला हो अबे जल्दी बोल कल सुबह पनवेल निकल उताबाट उहाँले वहाँ चाहिँ हो हामी जाउँ हेलो राज सर बाँकी छ सिना चाहिँ कस्तो छ नास्पाती खोल हो क्या सुटिङमा नास्पाती हामी खाँदैछौँ यस यति मिठो छ कि हेर्नुहोस् है एकचोटि हेर्नुहोस् न है टोक्नु सकेन त्यसरी टोक्नु है खोल आइरहेछ क्या अहिले यति मिठो रहेछ त्यही भएर दाइ त्यही भएर त्यस्तो मुख मिठाई मिठाई खानु हुँदैन हजुर अब खाने बिस्तारै खान्छ उहाँ झन् खाएपछि बोल्दै बोल्दैन म त गर्नुहुन्छ कस्तो लाग्यो अनुसार दाइ नास्पाती हामीलाई छिटो छिटो भनेर उहाँ आफै भिडियो गर्दै हुनुहुन्छ थाहा छ हाम्रो डाइरेक्टर सर हाम्रो प्रोड्युसर सर नानी यस के भन्छ नास्पातीको बिहालाई बिहा सर म त भनिदिन्छु नि फेरि ल भनिदिनु त ल भनिदिनु साँच्ची ल भनिदिनु तपाईँहरू भन्नुहोस् अरे त्यही भन्नु लाउनु भयो है उहाँले के भन्छ भाइ के भन्छ ल भनिदिनुहोस् त तपाईँलाई चाहिँ भन्छु म यसलाई चाहिँ भिनाजु भन्छ अरे क्या मैले पनि भर्खरै थाहा पाएको मैले भर्खर थाहा पाएको उहाँले भनेर थाहा पाएको यहाँ हाम्रो अर्को टिमको नि सुटिङ भएको छ हेलो दादा नमस्ते नमस्ते हेलो ए ओके ओके यहाँ हाम्रो सुट भइरहेछ यहाँ अर्को सुट भएको छ त्यहाँ तल त्यहाँ तल अर्को सुट भइरहेछ अर्को सुटिङको टिम गएको है पछाडि सुटिङ यहाँ त है गाइस हाम्रो चाहिँ आजको सुटिङ प्याकअप भइसकिसकेको छ है प्याकअप भइसक्यो अहिले चाहिँ नि कति बज्यो आजको लागि चाहिँ धन्दै प्याकअप भयो हैन धन्दै भइसक्यो डे थर्ड यति टाइट ओ माय गॉड बाफरे माइन्ड पन्चर हुन लाग्छ पन्चर मात्र एउटा डायलग पनि भनेन थ्याङ्क यू सबैलाई थ्याङ्क यू गाइस डोन्ट फर्गेट टु लाइक शेयर सब्सक्राइब माई च्यानल बाई बाई